हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सम्बोधन अफिसियल हेरेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई दर्शन नमस्ते सेवारो लासो फ्यापुल्ला हैन भन्न चाहन्छु हैन ढोकदिया भन्न चाहन्छु। म चाहिँ आज तपाईहरुलाई चाहिँ सानो भिडियो क्रिएट गर्न गइरहेको छु। यति बेला अहिले साँझको 6 बजिसकेको छ अनि मैले चाहिँ एउटा सानो हैन भिडियो तपाईहरुलाई चाहिँ प्रस्तुत गरौँ कि भन्ने सोच भएको कारणले चाहिँ मैले त्यो निर्णय लिएर चाहिँ म बाहिर जाँदैछु। गण्डकीको तीरसम्म पुगेर आउँछु भन्ने हो। यहाँबाट अलिकति बारी पर्छ, थोरै फुत्त गएर आइहाल्ने हो हैन। तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। र गाइजहरु भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि त्यसपछि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु नबिर्सनु होला गाइजहरु भन्दै ल। हेलो गाइज, म चाहिँ आइपुगेको छु। पारीसम्म पुगेर आउने छु। यो चाहिँ त्रिशुली नदीको बाटो हो। एकदम रमाइलो बाटो छ हैन। यहाँ चाहिँ गेम पनि चलिरहँदो रहेछ। गत वर्ष चाहिँ यहाँ चाहिँ महोत्सव भएको थियो। यो चाहिँ गोर्खा जिल्ला रहेको छ। गोर्खा जिल्लाको स्टुडेन्ट हो। फाइनली गाइजहरु म चाहिँ ठ्याक्कै यो गण्डकी जाने बाटोमा आइसकेको छु। जो चाहिँ मलाई के लाग्यो भन्दाखेरि आज स्याटरडे पनि हो हैन। स्याटरडेमा के गरी बस्ने त एउटा सानो क्लिप चाहिँ मेरो आदरणीय श्रोता दर्शकहरूलाई चाहिँ डेडिकेट गरौँ भन्ने लाग्यो मनमा। त्यो भएर चाहिँ मैले यो जमर्को गरेको छु। सबैजनाले आफ्नो ठाउँबाट हेरेर चाहिँ माया गरिदिनु होला मेरो ब्लगलाई। यता अगाडिपट्टि यता ब्याकग्राउन्डमा देखेको चाहिँ रिसोर्ट रहेको छ। रिभर साइड रिसोर्ट रहेको छ हैन। धेरै नै ब्युटिफुल लागेको छ यो ठाउँ चाहिँ। ठ्याक्कै यो चाहिँ त्रिशुली नदी र गण्डकी नदीको मिलन भनौँ न हैन। बेनीघाट भन्ने ठाउँ रहेको छ है गाइजहरु। त्रिशुली नदी र बुढी गण्डकी नदीको किनारामा चाहिँ आज म छु हैन। र तपाईहरुलाई चाहिँ खुल्दिलो हुन सक्छ बुढी गण्डकी नदी कताबाट बग्छ, त्यसै गरी त्रिशुली नदी कताबाट बग्छ भन्ने एउटा खुल्दिली मनमा छ भने चाहिँ त्यो खुल्दिली आज मैले मेटाइदिने छु। र म भनि पनि हाल्छु। र के हो भन्दाखेरि खास नुवाकोट जिल्ला हुँदै चाहिँ नुवाकोट र धादिङको सिमाना हैन, गोर्खाको सिमाना हुँदै चाहिँ बग्ने नदी हो त्रिशुली नदी। सँगसँगै त्यसै गरी यतापट्टि गोर्खा जिल्ला दुईटै ठ्याक्कै त्यस्तै छ क्या। अनि गण्डकी नदी पनि गोर्खा जिल्ला र धादिङ जिल्लाकै सिमाना हुँदै बग्ने हो, सिमाना कायम गर्छ। अनि बर्खा सिजनमा चाहिँ जुन अहिले म आइरहेको छु यो ठाउँमा नि पानी बगिरहेको हुन्छ कि, पानी बगिरहेको हुन्छ। धेरै रमाइलो ठाउँ रहेको छ हैन। अहिले त अब बाढी आउने बेला हो यो हैन, भलबाढी आउने बेला हो। गत वर्षमा चाहिँ असोजको 12 गते भनौँ न धेरै पानी भीषण पानी पर्दाखेरि चाहिँ यहाँ पनि धेरै पानीको भाव एकदमै डरलाग्दो उच्च जोखिममा रहेको थियो। तर पछाडि अब त्यस्तो अब भएन। एकदम हामी खुसी छौँ। के लाग्छ तपाईहरुलाई हैन? सम्बोधन अफिसियल हेरेर बस्नुभएको जति पनि साथीहरूलाई चाहिँ मेरो ब्लगमा स्वागत गर्दछु। मेरो चाहिँ सब्सक्राइब पनि बढेको छैन अहिले चाहिँ। कारण के हो भन्दाखेरि मैले चाहिँ म चाहिँ ठ्याक्कै उसमा जान्छु क्या। भन्नको मतलब युट्युबको लाइभमा गइरहेको हुन्छु, साथीहरूको युट्युबको लाइभमा। युट्युबको लाइभमा गइसके पछाडि मलाई चाहिँ के लाग्छ भने म जस्तै अरूहरू पनि म जस्तै हुनुहुन्छ भन्ने हिसाबले मैले चाहिँ एकदमै हेरेर उहाँहरूले ब्याग दिनुहुन्छ या दिनुहुन्न मलाई चाहिँ मतलब लाग्दैन। अनि मैले चाहिँ आफूले ब्याग गरिरहेको हुन्छु। तर दुःखको कुरा मेरो चाहिँ ब्याग आइरहेको हुँदैन क्या हैन। यो कुराहरूलाई नि यहाँहरूले मनन गरिदिनु ल। किनभने तपाईँहरूको एउटा हुन्छ नि त एउटा क्रिएटर चाहिँ अगाडि बढ्नको लागि चाहिँ तपाईँहरू जस्तो भगवान रूपी दर्शकहरू चाहिँ एकदमै आवश्यकता पर्ने गर्दछ हैन। अनि त्यो भएको कारणले गर्दाखेरि तपाईँप्रतिको एउटा विश्वास सधैँ रहिरहोस् भन्न चाहन्छु गाइजहरु। त्रिशुली बगेर म सेङ्रीमा झरेछ
माया लौ मलाई रौ सिधै चढेछ राफ्टिङ बिसाउने बाल्ने कम्बर हेर न कसरी मर्काउने होइन गाइजहरू। मलाई त यो गीत खासै कण्ठ चाहिँ छैन, तैपनि तपाईँहरूको लागि मैले प्र्याक्टिस चाहिँ गरेको छु होइन। कस्तो लाग्छ तपाईँलाई मेरो भिडियो? सम्पूर्णले हेरेर साथ सहयोग गरिदिनु होला कि गाइजहरू। हेर्न सक्नुहुन्छ त्रिशुली नदीमा चाहिँ बुढी गण्डकी नदीको पानी र त्रिशुली नदीको पानी मिसेर चाहिँ एकदमै ठुलो पानीको बहाव छ यहाँ चाहिँ। लगभग यतातिर चाहिँ आइरहन सकिँदैन क्या, एकदमै डरलाग्दो ठाउँ हो यो। त्यो भएको कारणले आज चाहिँ मैले अघि नै भनिसकेको छु एकदमै यत्तिकै बस्न मन लागेन। सानो भिडियो भए पनि आफ्नो श्रोता दर्शकलाई चाहिँ के भन्छ त्यसलाई सुनाउन पाऊँ अथवा समर्पित गर्न पाऊँ, डेडिकेट गर्न पाऊँ भन्ने लागेर चाहिँ मैले भिडियो क्रिएट गर्न म यता आएको छु। एक्लै छु आज, म फेरि एकदमै एक्लै छु होइन। अब हुन्छ नि त एक्लै के जाने भन्ने नै लाग्थ्यो होला, तर मलाई चाहिँ त्यस्तो होइन, इन्टरटेनमेन्ट गराउनुपर्छ उहाँहरूलाई। मेरो धेरैजना सपोर्टर हुनुहुन्छ भन्ने लाग्यो, त्यही भएर पनि हो होइन। सम्बोधन विषयलाई कहाँबाट हेर्नु भएको छ सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु गाइजहरू। र मलाई जहाँसम्म लाग्छ यहाँले धेरै सपोर्ट पनि गर्नु भएको छ मलाई होइन, सपोर्ट चाहिँ गर्नु भएको छ। अब भर्खरै मैले क्रिएट गरेको छु च्यानल चाहिँ, र पनि यहाँहरूले आफ्नो ठाउँबाट चाहिँ होइन म यहाँहरूसँग चाहिँ जति मोनिटाइज भएको छु त्यो हदसम्म चाहिँ यहाँले मलाई धेरै माया गर्नु नै भएको हो, त्यो कुरालाई मैले स्वीकार्नुपर्छ। तर पनि केही छैन, म तपाईँहरूबाट धेरै नै खुसी छु। र भविष्यमा पनि यहाँहरूले मलाई एकदमै सपोर्ट गर्नुहुन्छ भन्ने मलाई एकदमै आत्मविश्वास छ, एकदम कन्फिडेन्स छ मलाई यो विषयमा चाहिँ। म ढुक्क छु है गाइज। हेलो उता जान सकिन्न होइन, यहाँ मतलब मलाई यहाँ चाहिँ एकदमै रिक्स मोलेर माछा मार्ने काम भइरहेको छ। कृपया यस्तो नगरिदिनु हुनको लागि चाहिँ म धेरै अनुरोध गर्न चाहन्छु, किनभने सबैको आफ्नो फ्यामिली परिवार हुन्छ होइन। अहिले अब यस्ता घटनाहरू धेरै अब खोलाले बगायो, नदीले डुबायो भनेर धेरै घटनाहरू घटिरहेको छ। त्यो भएको कारण चाहिँ यहाँहरू सम्पूर्णले यस्तो हरकतहरू नगरिदिनु हुनको लागि चाहिँ म मेरो तर्फबाट चाहिँ विनम्र अनुरोध गर्दछु। अब तपाईँप्रति धेरैजनाको आशा रहेको छ, त्यो भएको कारणले मान्छेको जीवन भनेको आफ्नो लागि अर्काको लागि हो होइन, अर्काको लागि जिउने हामी होइन। जीवन आफ्नो लागि जिउने त हो होइन, आफ्नो लागि त जसरी पनि जिइन्छ, तर अर्काको लागि बाँच्ने हामी। त्यो भएको कारणले चाहिँ त्यो सोचेर चाहिँ यहाँहरूले एकदमै हुन्छ नि होइन, यस्तो कुराहरूले चाहिँ समयमै केयर गरिदिनुपर्छ कि हामीले होइन। तपाईँको पछाडि तपाईँको सहारामा बाँच्ने धेरै हुनुहुन्छ। सो गाइज त्यो भएको कारणले चाहिँ हामीले यस्ता कुराहरूलाई एकदमै ख्याल गर्नुपर्छ। ड्याडी मम्मी होइन, बच्चाहरू छोराछोरी श्रीमती होइन, दाइ होइन, दिदी भाउजू भाइ बहिनी होइन, भतिजो भतिजिनीहरू हुन्छ। त्यो भएको कारणले यस्तो कुराहरूलाई चाहिँ हामीले एकदमै समयमा हेर्नु त तपाईँको खाँचो यति धेरै खड्किन्छ है। त्यो भएको कारणले यस्तो कामहरू चाहिँ नगरिदिनु हुन चाहिँ म सम्पूर्णलाई अनुरोध गर्दछु गाइज। अहिले चाहिँ एकदमै थाकेको अवस्था रहेको छ। म चाहिँ तल गएर आएर एकदमै थाकेँ कि होइन, मासतिर बाइक मासतिर छ, अनि त्यहाँसम्म जानको लागि चाहिँ एकदमै गाह्रो भइरहेको छ। एकदमै गाह्रो भइरहेछ, तर पनि केही छैन, म पुग्नेछु। नजिकै आइसक्यो, तल पर्छ नदी। र भोलिको दिनमा नि यहाँहरूले चाहिँ मर्ने बाटो चाहिँ यहाँहरूलाई चाहिँ नमन गर्न चाहन्छु है, आदरणीय गाइजहरू भन्न चाहन्छु भन्दै। र यो भ्लग मैले यतिमै टुङ्ग्याउने विचार गरेँ। र आगामी एपिसोडमा भेट्ने बाचासहित आजको यस एपिसोडबाट, आजको यस के भन्छ भिडियोबाट म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, बाई बाई, लभ यु अल।